कसैको नजरमा बालेन देशको लागि खतरा छ त कसैको नजरमा केपी ओली देशको लागि खतरा छ। तर रियालिटीमा खतरा के हो थाहा छ? तपाईँले दिनदिनै कन्ज्युम गर्ने न्युज इन्फर्मेसन। अहिले तपाईँले त्यही न्युज पाउनुहुन्छ, त्यस्तै कन्टेन्ट देख्नुहुन्छ जुन एक्चुअलमा तपाईँले देख्न वा सुन्न चाहनुहुन्छ। रियालिटी भन्दा धेरै टाढा। जसले केपी ओलीलाई मन पराउनुहुन्छ उसले केपी ओलीकै बारेमा राम्रा कुरा वा उनकै रिलेटेड खबरहरू सुन्नुहुन्छ। अनि जसले बालेनले जितेको देख्न चाहनुहुन्छ उनीहरूले बालेनकै विषयका पोस्ट वा खबरहरू देख्नुहुन्छ। अनि एकै थरीका कुरा पटक पटक देखेपछि सुनेपछि यही नै परम सत्य हो जस्तो लाग्न थाल्छ हामीलाई। सोसल मिडियाको एल्गोरिदम नै यस्तो हुन्छ कि जे तपाईँले लाइक गर्नुहुन्छ, जस्ता चिजहरू तपाईँले धेरै समयसम्म हेर्नुहुन्छ त्यस्तै रिलेटेड कन्टेन्टहरू तपाईँलाई अगाडि देखाइन्छ। किनकि उनीहरूले जति सक्दो धेरै समय युजर्सलाई आफ्नो प्लेटफर्ममा राख्नु छ। अनि अहिले त न्युज मिडियाहरू पनि सबै पार्टीको गोजीमा छन्। कुनै सडकमा बाटोको कन्डिसन राम्रो नभएर त्यहाँ एक्सिडेन्ट भएर कसैको ज्यान जान्छ, तर जनताले न्युज पाउँछन् त्यस एरियाको नेताले यस्तो राम्रो काम गर्यो वा यस्तो राम्रो काम गर्ने योजना बनाउँदैछ है भनेर समाचार पस्किन्छन् तपाईँको अगाडि। अहिलेको समयमा मान्छेलाई मेनिपुलेट गर्न निकै सजिलो छ। त्यसैले कसलाई फलो गर्ने, कसको कुरा सुन्ने भन्ने कुरामा ध्यान पुर्याउनु होला।